There you go. हामी चाहिँ आज अकल्यान्ड जूमा छौँ कि हैन फर्स्ट टाइम फर द फर्स्ट टाइम न्युजिल्यान्ड आएको यत्रो टाइम भएपछि नि पहिलोचोटि चाहिँ नि अकल्यान्ड जूमा आइयो हेर्दै जाऊँ कस्तो छ है अनि हेलो भन्दियो हेलो हेलो दाइ हेलो हेलो के छ खबर ठीक छ दाइ ठीक छ ल जिरा फेर यता अकल्यान्ड जू यस्तो छ है जाऊ अगाडि बढ्दाम गिद्ध जस्तै हैन गिद्ध जस्तै म त त्यो त कार्टुन जस्तो लागेको थियो त्यो रुक्ने रहेको कि तन्दी यो चाहिँ नि कार्टुन जस्तो लागेको थियो मलाई जिराफ फर द फर्स्ट टाइम अकल्यान्ड जूमा है ब्रिफिङ गरेर यस्तो चाहिँ उठाउँछ म चाहिँ नेता है फर द फर्स्ट टाइम अनि फर्स्ट युट्युब च्यानल होइन अब रमाइलो गर्नुपर्छ ओस्ट्रिच वहाँ अनि तपाईँले जाडो गर भने यार त यार भएको छैन फिट एन्ड फाइन ल ठिक छ कहिले आउनु थियो आजसम्म जूमा म आएँ 3-4 पटक चाहिँ आएँ हो र तर एकदम रमाइलो ठाउँ आज भएन भने भाइहरू आउँदा झन् रमाइलो ल ठिक छ दाइ म चाहिँ नि फर द फर्स्ट टाइम आएको कि दाइ यस्तो घुम्ने तरिकाले फर्स्ट टाइम आउँदा एकदम रमाइलो हुन्छ यस अब चाहिँ नि हामी डाइनोसर हेर्न जाँदैछौँ अब आउँदैछन् नानीहरू पनि आउँदैछन् अब अर्को पटक आउँदाखेरि हामी एकजना परिवार थप गरेर आउँदैछौँ ल ठिक छ होइन ल ठिक छ लाउनुहोस् अब चाहिँ हामी भित्र छिर्यौँ है यो चाहिँ नि म हराको पानी दाइ यो दाइले के हेर्छ
पाइथन छ र के छ पाइथन छ र यहाँ मगाएर पानी के हो नि नानी ब्लग बनाउने भ्लग बनाउने हो कि आउनुहोस् आउनुहोस् यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कछुवा चोट्राइज छैन चोट्राइज भन्छ कि इङ्ग्लिसमा होइन र हाई बडी हेलो टन्नै रहेछ नि त एउटा दुइटा हाई बडी फ्लेमिङ्गो भन्छ होला एउटा मात्र फुट्छ रहेछ दुईटा हो लुगा आयो क्या त्यसले यो दार्जिलिङ किड्स प्लेइङ ग्राउन्ड पनि रहेछ है डायनासोर डिस्कभरी ट्रैक रे यहाँ चाहिँ यस्तो छ है जस ओर्थिट भएर आएको है हाई सोल्टी त्यसो ठिक छौ जाडो भएन तिमीहरूलाई त डर नदे मलाई मुला ल यता त बेडुल डुल्ला रहेछ है डाइनो है दुई रहेछ खतरा छ निकाल रहा खतरा हेर्नु यो कस्तो छ के एउटा एउटा यस्तो चरो जस्तो बच्चा जस्ट रमाइलो छ यो चाहिँ ट्याक्क हामी पब्जीमा खेल्ने जस्तो कि यदि पब्जी खेल्ने कसैलाई थाहा छ भने
यो चाहिँ नि ट्याक्क चाहिँ नि हामी पब्जीको इभेन्ट खेल्दाखेरि आएको थियो क्या एकजना है खेला थियो यो चाहिँ नि ऊ त्यो पारीको चाहिँ ढुङ्गामाथि चाहिँ डेजर्ट जस्तो लागिरहेको मलाई त्यसको बच्चा पो रहेछ रमाइलो छ पानी छ ट्याक्क है पब्जी खेल्दाखेरिको चाहिँ ट्रिएक्सको याद आयो कसैलाई केटाहरू फुली लाइक एन्ड सब्सक्राइब गर्नुपर्छ है कहाँ है ए वहाँ सुति है सीता चाहिँ सुति है एउटा मात्रै रहेछ क्या दुईटा रहेछन् मिया बेबी रहेछन् त्यहाँ दुईटा जीवन साथी हुन त आवश्यकता छ के छ यहाँ खै खतरा कलर छ है पानीको नि माटो नि के भन्छ जस्तो त्यही त के मान्छे जस्तै हो न ट्याक्कै होइन त को जस्तो लगाएको थियो त्यही त त्यो चिडियाखाना नि यस्तो मान्छे आएर गुर्फाल जस्तो न के गुर सोरेर है त्यही त कतै कहीँ हाँसो रमाइलो पनि गर्नुपर्छ क्या सही हो अनि ठुलो रहेछ यो चिडियाखाना नि जस मैले यति चाहिँ सोचेको थिएन कि ठुलो भनेर लङ टाइम हो लगभग चाहिँ 4-5 वर्ष पहिला चाहिँ काम गर्न आएको थिएँ अनि त्यति हेर्ने मौका चाहिँ पाएको थिएन अन्डरग्राउन्ड कन्स्ट्रक्सनमा थियो कि यो पनि अनि त्यति हेर्ने मौका चाहिँ पाइएको थिएन तर आज चाहिँ टिकटै काटेर त्यहाँदेखि फ्यामिलीसँग आऊँ भनेर कि यो चाहिँ हाम्रो नानी यो चाहिँ मेरो बुढी दाइ भाउजू पछाडि छन् है नानी यो चाहिँ नानी है नानी म चाहिँ रमाइलो गरिदिउँ नानीले भर्खर मेरो पछाडि आयो कि यस के छ यहाँ त केही देखेन त के टोइलेट छ अरे के हो न्युजिल्यान्डको किवी चाउर हेर्नु जाउँ यता किवी चाउर है यो चाहिँ नि के भन्छ यो
घिउ कुमारी हो कि घिउ कुमारी के जति के भन्दै के अरे ओलिभेरा बिर्सियो यता 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 नि बर्ड्सहरू हेर्न आएको कि सेङ्चुरी भन्छ नि बर्ड सेङ्चुरी हामी अस्ति घुम्न गएको बेला पनि चराहरू टन्नै थियो कि वहाँ हेरेर रमाइलो गरेर आएको थियो ट्याक्क यस्तो छैन सानो ठुलो बगेर है के चरो यो देखिएन क्लियर है हाइक There you go, बस फिस्टो भन्थ्यो फिस्टेल है यो त के हो खै यहाँको भाषा गर नयाँ नानीहरू गर्नको बग्यो है क्रिस्टल क्लियर सोल्टीले चाहिँ मक्क पर खाएर कि है एउटा सोल्टी माथि छ ए त हेर त तिम्रो बाबाको र मेरो साथी यहाँ रहेछ हेर त तिम्रो बाबाको र मेरो साथी यहाँ रहेछ क्वाँ यहाँको बाल पनि बवाल छ कि दियोस् बवाल यार के दाइ बाँदर कति होलान् कुकुक दाइले कुकुक भनिरहन बाँदर आउँछ नि चाहिँ ए रहेछ त ए ठाउँ त रहेछ के यहाँ भने त उनीहरू कहाँ गएर सुत्यान् वहाँ यता नि रुखमा झुन्ने त सानो रहेछ सो बोरिङ निद्ला है त्यो ठुलो रहेछ म त त्यो ठुलो रहन्छ होइन होला भनेर थिएँ त्यति ठुलो रहेछ वहाँबाट देखिन्छ कि सामने एकै ठाउँ रहेछन् एउटा त यहाँ सुतिराख्यो सोल्टी यहाँ सुतिराख
उहाँ त टन्न रहेछ नि हजुर सुत्त आउँछौँ अगाडि यो चाहिँ नि नानी र म है तिम्रो नाम के अरे अर्पिता बन्जाडे होइन बन्जाडे कि भण्डारे बन्जाडे कतिमा पर्छ अरे नानी कतिमा रे 6 मा पर्छ अरे नानी यहाँको है के भन्छ इयर 6 भन्छ खतरा 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 के भन्ने रे भोलि पर्सि तिमी गएर फेरि हँसायो हँसाउँछ नानीले जानेछ धेरै कुरा सिकाउनु पर्दैन ल ठिक छ आज नानीले मेरो युट्युब च्यानल एडिट गरिदिन्छु भन्छ होइन त नानी ल ठिक छ बाँदर पनि देखियो बाँदरका होइन फटा त्यो बाँदर यसलाई यो घाँसलाई के भन्छ भन त यो घाँसलाई इङ्ग्लिसमा के भन्छ ए हेर त यो के हो भाग्यो सोल्टीहरू भाग्दै है सोल्टीहरू यता भाग्दियो सोल्टी भित्र जानु ल है ल नानी अब यो चाहिँ नि राइनो अघि नै हेरेर आयो चितुवा है चितुवा छ बस्ने धौ हो तिमीलाई ल बिस्तारै के अरे ए ब्यानर गर्नुपर्छ ओके सध्या नानी ल बाघ हेर्न बाघ मस्त सुत्यो टाइगर कसरी सुत्यो नानी नत्र उ गर्नु कराउँछ उमा हेर त स्टाफ छ अहिले कराउँछ मजाले सुत्यो एउटा त यहाँ यता मजाले सुत्यो एउटा उता जाने उता बस्यो ल यता चाहिँ राइनो छ कि भनेको राइनो कहाँ रहेछ छैन राइनो त्यही बाघ मात्रै रहेछ सोल्टी चाहिँ मजाले सुत्यो अस्ट्रेलियन बुश ट्र्याक है अच्छा है टन्नै छ यता सोल्टीहरू यहाँ छन् टन्न
के रहेछ साढे 5 बजे चाहिँ बन्द हुँदो रहेछ हैन त्यही अनाउन्समेन्ट गरेर राख My third favourite. Yeah. Today, what's been called the sea. Another in February. बाजे चाहिँ यता खान है कत्रा ठुलो जाने उरो चाहिँ ठुलो जाने कछुवा रहेछ कछुवा त हैन हेर्छु नि कत्रा ठुलो Don't you water? यो त बाँच्यो होला म्यामले टन्ने एउटा मात्रै होला यो दुईटा यता पनि रहेछ ठुलो रहेछ ल सोल्डी यता सुतिरहेको एउटा एउटा रहेछ एउटा उता रहेछ एउटा उता नि छ सोल्डी त्यो गोजा राख्नु त झोला राख्नु त यार त्यो अहिले लएर खानुहुन्छ सबैको साथीहरू यहाँ छन् है ए साथी 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 लुट्ला साथी अलमोस्ट अब चाहिँ घर टाइम भयो कि अनि 5 बजी बन्द हुन्छ अरे थाकिहाल्छ सुत्न देखेँ अब चाहिँ यति नै हाल्छ चाहिँ अब गाडी गइन्छ गाडी गएर के गर्ने कसो गर्ने कता जाने अब त्यही प्लान हुन्छ के यता जाने भन्नु पर्ला